सो राइट गाइस है फाइनल्ली वी रिच इन गलेम ऱ्याक्क डाउनेको बाटो यस्तो हो नेपालको के अरे गलेम बाटो माथि हामी हेरेको डाउनेको बाटो यस्तो छ आइज आइज तनी आइज भाग बाबु भाग भाग बाबु भाग टायरमा खुट्टा गयो के टायरमा खुट्टा गयो बाख्राको टायरमा खुट्टा गयो के खुट्टा गयो के सो राइट गाइस है हामी जाने भनेको चाहिँ उता एउटा त्यो पहाड देखेन नि त गलेमको त्यो गलेमको पहाड कटेर जाने हो क्या हिजोहरू है रातभरि पानी आएको कारणले चाहिँ बाटो चाहिँ एकदम राम्रो रहेछ भन्ने क्या यस्तो हलुवा बाटोमा आइयो यार अहिले चाहिँ हलुवा बाटोमा आइयो यार सो हेलो गाइस गुड मर्निङ फ्रम सरकटारे है चाहिँ हामी जाँदैछ रामचा देवी अब रामचा देवी चाहिँ टक्क मन्दिर जानु पऱ्यो भनेर चाहिँ हिँडेको हो अगाडि चाहिँ एकजना दुईजना चाहिँ बाइकमा चाहिँ गइसक्नु भएको छ बोका लिएर होइन ड्याक्क पुरै रामचा देवी हिँडेको नि राजा यार मन्दिरमा यार पुरै रामचा देवी मन्दिरमा हिँड्दा चाहिँ केटाहरूको त्यहाँ चाहिँ अवस्था केटाहरूको अवस्था केटाहरूको अवस्था देखेर मलाई हाँसो लाग्यो केटाहरूको अवस्था के यो कहाँ राख्थ्यौ राजीव सो राइट बाख्राको खुट्टा उसमा क्या यार टायरमा खुट्टा गयो के टायरमा खुट्टा गयो बाख्राको टायरमा खुट्टा गयो के खुट्टा गयो के भयो भयो बाख्रो यो बोकायो भने कहाँ लहनु मलाई भन्यो होला यार पेट नेचर हाँस्दा हाँस्दा सो राइट गाइस है हामी जाने भनेको चाहिँ उता एउटा त्यो पहाड देखेन नि त गलेमको त्यो गलेमको पहाड कटेर जाने हो क्या हामी अझ त्यो पहाड कटेर जाने भनेपछि अब कस्तो ठाउँमा गइन्छ होला होइन जे पनि त्यहाँ सक्नुहुन्छ गोप्रो ड्रोन हल केही भयो भने क्यामेरा छ आइफोनै होइन ट्याक्क आगो बाल्ने हो आगो आगो बाल्ने हो आगो यिनीहरू चाहिँ लास्टै हँसे नै मार्ने भयो क्या सो राइट गाइस है अहिले चाहिँ सधैँ लास्टमा चाहिँ मै परेको होइन किन पऱ्यो भन्दाखेरि चाहिँ चिप्स लिन पऱ्यो होइन त्योहरू चाहिँ केटाहरू चाहिँ अहिले अगाडि गयो दुईवटा टेम्पो पनि गइसक्यो दुईवटा टेम्पोले पनि कटाइसक्यो म चाहिँ अहिले लास्टै भनौँ न लास्टमै हुँदै ए हाम्रो यो बाटो त यस्तो हरिब छ यार बाटो यार हट यस्ता बाटो हुन त पहिलाको भन्दा त राम्रै हो होइन हिजो रातभरि पानी परेर चाहिँ यस्तो खत्तम भएको क्या बाटो चाहिँ न अन्त बेस्ट हो नि त बाटो डियर रोड इज अलवेज बेस्ट हो क्या होइन है यत्रो ढुङ्गा रहेछ यार मलाई थाहै नभएको यार होइन भिडहरू नआँटेको भिड ए आमा हो यो भिड देख्दै डर लाग्ने यार होइन त्यस्तो खालको गाछहरू बिहार चाहिँ हिँडिएकै छ यो चाहिँ पहिलाको भन्दा राम्रो भन्नु छ नि यार पहिला एकदम खाल्ट्याङ खुल्टुङ थियो हुन त अहिले पनि खाल्ट्याङ खुल्टुङै छ छनलाई तर पहिलाको भन्दा चाहिँ अलिक बेस्टै भयो क्या हिजोहरू है रातभरि पानी आएको कारणले चाहिँ बाटो चाहिँ एकदम राम्रो रहेछ भन्ने क्या यस्तो हलुवा बाटोमा आइयो यार अहिले चाहिँ हलुवा बाटोमा आइयो यार चिप्लेर टायर चिप्लेर त्यस्तै भयो यार
एकदम हलुवा भन्दा नि हलुवा बाटोमा आइयो यार आमा यो बाटो आमा थैट हलुवा बाटोमा आइयो यार कहाँ आइयो यार यस्तो बाटो थैट तेरी धेरै जस्तो मान्छेहरू त उतै आइखाने यार स्कुटर बाइक यार होइन स्कुटर बाइकहरू उता आइखाने राख्नलाई चाहिँ हामी चाहिँ कहाँ हो त नि हलुवा बाटोमा आमा हलुवा बाटो थैट तेरी कि ओहो बाटोको हालत त हरिबै हो नि त उहाँ केटाहरू यो आमा केटाहरू उहाँ यहीँ रहेछन् यस्तो हलुवा बाटोमा आइयो यार आफै स्टेट अफ भइदिन्छ यार यस्तामा यार होइन यहाँ त कति आफू म दुईजना आफू म यहाँ ल यहाँ त्यस्तै हो कि गाई चाहिँ होइन नेपालको चाहिँ नम्बर 10मा पर्छ क्या यो भिड चाहिँ त्यस्तो भिड हो क्या यो चाहिँ हेर्नु न तल आमा यहाँ चाहिँ एकदम शान्तिपूर्वक हिँड्नुपर्छ नि त होइन गाह्रो छ हिँड्न नि अब टाढ चिप्ले होइन आफ्नो अन्दाजले हिँड्नुपर्छ दुईजना भए त अब होइन सजिलै हुन्थ्यो हिँड्न चाहिँ तब सिङ्गल भएपछि चाहिँ अब आफ्नै हिसाबले अब मिलाएर हिँड्नु पऱ्यो नि त होइन इट वाज मोस्ट डेन्जरर यो मेरो यो सेल्फ प्ले पनि राम्रोसित कामै गरेको छैन पुरै बल्टर रहेछ बल्ल स्टार्ट हुने सेल्फ प्ले पनि म यहाँ आफू राम्रो चाहिँ पहिले चाहिँ होइन तर गोप्रोबाट खिचेको सुट चाहिँ अर्कै हुन्छ नि त अर्कै हुन्छ भनेर हो यस्ता बाटो त होइन राइडरहरूको लागि त केही नै होइन के होइन सो राइड गएछ है फाइनल्ली वी रिच इन गलेम्बिर है ल ऱ्याक्क अगाडिपट्टि चाहिँ ठ्याक्क यस्तो हो बिहानको मौसम होइन त्यहाँ बादल आमा हो हाम्रो दाइहरू चाहिँ ड्याक्क यहाँ हुनुहुन्छ हाम्रो आजको मिज्यू हाम्रो भाइ के छ हेलो अन्त हेलो गर नमस्ते सायोनारा हाम्रो दाजु अमृत पौडेल घाँस के भन्नु यहाँ चाहिँ एउटा बाइक हाम्रो स्कुटर है अब स्कुटरको हालत हेर्नु यहाँ कस्तो भयो यहाँ हरि भयो मोटो भ्लगमा चाहिँ कस्तो आँखा ट्याक्क भनिदिनु होला कमेन्ट गरिदिनु होला अझै हरिपे छ क्या बाटो आमा सो राइट है अहिले चाहिँ हामीले 5 मिनटको सर्ट ब्रेकबाट चाहिँ हामी चाहिँ अगाडि बढिएको छ तर पहिला खाना चाहिँ एकदम ओपी भएछ है यताको बाटो ल है यो चाहिँ मैले भने पहिला यहाँ गिटी यताउति भ्याक्रम भुक्रम थियो होइन त्यो गिटी अहिले कता गयो त्यो आई डोन्ट नो बट द रोड इज भेरी गुड होइन त्यही हो बाटो चाहिँ एकदम राम्रो रहेछ तर अहिले यार पहिला चाहिँ म धेरै होइन 1-1.5 महिना अगाडि आउँदाखेरि चाहिँ एकदम नराम्रो थियो होइन त्यस्तो गुड भन्ने खालको थिएन क्या अहिले चाहिँ गुड भन्ने खालको छ क्या एक्ज्याक्टली गुड भन्ने खालकै हो अहिले चाहिँ ट्याक्क यस्तो ओह्रालो है ओह्रालो ऊ काली जाँदा भेटेँ मैले देख्यो कि होइन देख्यो मैले एउटी सुन्दरीलाई सुन साइला दाई सुन साइला दाई ओहो नि माथिको ओहो त्यस्तै हो यार डर त लाग्छ नि त यार होइन मान्छे हँसी अलिअलि डर लाग्छ ओ गाइस त हरिफ रहेछ नि त म आफ्नो चाहिँ पहिला थियो भने नि त कस्तो बिहान त हरिफ देखेको तर यस्तो बाटोले चाहिँ रिस उठाउँछ क्या उठाउन चाहिँ यस्तोले हो नि त बिगार्ने बाटो बिगाऱ्यो भनेको यस्तै बाटोले हो होइन केटाहरू कहाँ पिछोकेका हुन्छ नि यार हाम त धपी हाम फालेछ नि त तिनीहरूले त कुछ बात नै हम भी ऐसे ही है होइन पछाडिए छ यार आज त यार आज त धुरी पछाडिएको छु नि त म त आमा यता एउटा बाइक भर्खरै बाइक गयो एउटा ए सो
सोध्नु पर्यो नि त यार है के थाहा अरू बाटो पनि हो कि यहाँ होइन त्यसले गर्छ नि त 3 2 1 गो 3 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 आया 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 कता त नि यार चाहिँ हुन्छ हुन्छ म यता माथि आएकै थिइनँ क्या यहाँ चाहिँ आफू तर यहाँबाट माथि चाहिँ होइन माथि चाहिँ ड्रोन सट त्यो हरिर देखिन्छ जस्तो ल है आजको ड्रोन सट चाहिँ खत्रै बबालाई देखिन्छ ओ माइ गड बाटोको हालत त यस्तो यति राम्रो रहेछ नि त बाटो त कस्तो चिप्लेको पछाडिको टायरले नै हल्का दुःख दिने भनेको चाहिँ बाटो त हरिर रहेछ क्या हजुर ए बाटोको हालत त राम्रो हरिपा रहेछ नि त बाटो त यताको बाटो त ए आमा हो म यता आएकै थिइनँ नि त त्यही भएर हो नि त दिस इज माई फर्स्ट एक्सपिरियन्स इन दिस रोड होइन ओहो बाटो त यस्तो गाह्रोमा आमा हो ओए कहाँ जान्छ यार गोप्रोलाई म अफर दिएँ गाइज चार्ज पनि होइन अर्को ब्याट्री हाल्दा झ्याउ लाग्छ क्या मलाई फेरि ब्याग खोल्यो ब्याट्री हाल्यो गर्दाखेरि झ्याउ लाग्छ त्यही भएर चाहिँ म माथि नै गएर भेटौँ है त यस्तै छ बाटो गाइज यहाँ आइयो हामीहरू चाहिँ ठक्क यहाँबाट चाहिँ यस्तो वन जङ्गल छ होइन पुरै चिप्लो छ क्या यस्तो चाहिँ दाइ चिनेर आउनुभयो एकदम चिप्लो छ यतापट्टिको भ्यू चाहिँ एकदम हरिब देखिन्छ यहाँबाट मुनिपट्टिको चाहिँ एकदम खतरा देखिन्छ क्या इन्जिन अलि ओहो गरम भएर यार गरम हिलै जाऊँ न अगाडि होइन कति माथि रहेछ चाहिँ आमा एकछिन रेस्ट हानिदिएको क्या यहाँ के अरे स्कुटर पनि तात्यो होइन अनि त्यही भएर चाहिँ केही मिनट रेस्ट हानिदिएको होइन गाह्रो भयो यार यहाँ राम्रो यार सो अलराइट गाइज है म चाहिँ यस्तो रमाइलो ठाउँमा चाहिँ म आएकै नहिन्छु क्या हेर्नु त यहाँ यस्तो बबाल ठाउँ रहेछ गोप्रोको ब्याट्री चाहिँ बरु चेन्ज गर्नु पर्ने भयो हुनलाई चाहिँ होइन यसमा यो के फेरि बढी भएको अर्कोमा चाहिँ कति 50 कति हो माथिको चार्जिङ पोर्ट पाइयो भनेर चार्ज गर्नुपर्छ होइन त्यही हो हुनलाई चाहिँ आम्मा गाह्रो रहेछ यार यो बाटो यार तपाईँको जस्तो बाटो आइदिनु हुन्थ्यो नि यार यस्तो खाल्टुङ्गा सो अलराइट है यतातिरको बाटो चाहिँ एकदम खतम रहेछ यहाँ हाँसप्यान ला आफ्नो स्कुटी हेर्दाखेरि चाहिँ रिस पनि उठ्यो है बाटेर त्यहाँ अङ्कलहरू छाटिएछन् मै हो क्या फेरि एकचोटि पनि नछाटि हिँडेको भनेको चाहिँ खै यस्तै हुन्छ अब यस्तरी हो क्या हामीलाई जान्छ झ्याउलाई सक्यो यार हिँड्दै यार यस्तो छ बाटो यार यतापट्टिको पुरै चिप्लो चाहिँ होइन उतापट्टिको चाहिँ बल्ल उस छ होइन लैजा लसी माथि लैजाने अब होइन पर्दैन अहिले त थाकेर हो क्या हात पनि गऱ्यो त्यही भएर हो र एक चाहिँ माथिपट्टि होइन नि त्यो एक त्यहाँपट्टि चाहिँ एकदम उस छ होइन अब हाम्रो स्कुटर के हुन्छ भन्ने कुरा हो अब त्यहीँ गएर भेटौँ है राइट गाइज एकदम बेकार रहेछ बाटो चाहिँ जिप पनि फसेको हो अनि हाम्रो स्कुटर चाहिँ उसाउले उहाँ है आमा त्यो स्कुटरको हालत थियो आफैले देख्दै रिस उठ्यो अहिले त आमा पल्टायो क्या हो आइज त नि आइज भाग बाबु भाग आइया दुःख पाइयो धकाला भाइ धकाला समीर
एक गरेर त त्यहाँलाई ह्याम्दै होइन नि भएर त होइन त नि डाउनेको बाटो यस्तो हो नेपालको के अरे गलेम बाटो माथि हामी हेरेको डाउनेको बाटो यस्तो छ गाडीहरू यसरी बसी छ हामी यसरी बसी है स्कुटर बल्दा तल्ला छ है केटाहरू केटाहरू यहाँ त्यस्तो बाइक लगाउने त्यहाँ त्यस्ता बाइक लगाउने केटाहरू यहाँ त जिपले यहीँ यस्तो बाटो रोकिदियो मेरो पनि अब अगाडि लैजाउँ है त अगाडि लगाएर ट्याक्कै हेर्नुपर्छ है त हामीहरू पनि लैजाउँ न होइन के कम हो र हामी मेरो त यो त चाहिन्छ मान्छे त यो लाँदा नि मेरो यति नै अच्छा यति नै जान्न त बा जाऊँ न हेरिदिउँ यस हेरिदिउँ न होइन ढ्याक्क होली हेर्नु न होली यहाँ जुत्ता हेरिदिउँ न हामी पनि ल ल यो त यति त लानु पऱ्यो नि त ल ल हुन्छ जे गरे नि जस्तरी चिप्ली हेयर यताबाट हालिदेऊ न त्यो त धेरै उता भयो क्या यता यता लेफ्ट ओए यो यहाँ चाहिँ ओए माछा ओए यस्तो भएर चाहिँ यार त्यहाँ छोइएकै हो यत्तिको ग्याप रहेछ यार होइन हामी चाहिँ राम्रोसित जानु पायो हुन्थ्यो यार ओ माई गड ओए निस्कियो ओ माई दाइ वहाँ पुगे चलो तिमीले ल ल हिँड होइन